हेलो फाइनली गाइज म अहिले लगभग 2.5 घन्टापछि आएँ होइन। म गोडाखालामा मेरो काम भ्याइयो। अब म गोडाखालाबाट घर जाँदैछु। त्यसैले गाइज होइन यो तल्लो सर्टकट बाटो आएको थिएँ। अब यो लङ बाटो जानु पऱ्यो होइन। अब त फ्रिडम भयो, काम भ्याइयो, काम भयो होइन, केही इस्यु आएन। अनि तब मस्तले बेलुका 7-8 बजीसम्म घर गयो नि हुन्छ। त्यसैले गाइजहरू लाइफमा छोरा मान्छे भएर गर्नुपर्छ अरे। गर्ने भने चाहिँ मा सब काम गर्नुपर्छ अरे क्या। लखार्दैकामा छोरा मान्छे भएर यति अब सेवा ल्याउनु सकिँदैन। आफ्नो काम के कम होइन। गाउँ यस्तो ठाउँ यस्तो छ केही किनेर खानुहुन्छ होइन। कि त ससुराली बनाउने दाल भात हानेर लाने होइन। अब हुँदैन त्यो एयरपोर्ट। अब यस्तै हो, भोक लाग्यो, खासै बोल्न पनि सकिन्न। अब यसो कोही गर्लफ्रेन्डहरूलाई यहाँ फोन हानेर होइन टाइम पास गर्नुपर्छ। त्यसैले अब ठाउँ खतरनाक छ, गाडीहरू हेर्न सकिन्छ। हाम्रो ठाउँ यो को चोर हो, यो मेक्रीको चोर हो, यहाँ बसेर रहेछ। हाम्रो ठाउँ गाइजहरू देख्न सक्नुहुन्छ पारि हो होइन। जुम गऱ्यो भने त घर देखिन्छ होला हो मेक्री। देख्न सक्नुहुन्छ गाउँ थियो यो गाइज। म बचपनमा पढ्ने स्कुल गाइजहरू यो। मैले 10सम्म एसी पास गरेको स्कुल हो गाइज। हेर्न सक्नुहुन्छ यो यहाँ पोखरा भन्छ होइन। त्यसैले गाइजहरू यस्तै रहेको छ, भइरहन्छ होइन। जुम गऱ्यो होइन, अब हल्का जुममा खासै राम्रो देखिन्न। तैपनि गाइजहरू ठिक छ। अब हल्का हिँड्नुपर्ने हुन्छ, छिटो जानुपर्ने हुन्छ, घरतिर जानु पऱ्यो होइन। भोलिको तयारी गर्नुपर्ने हुन्छ। त्यसपछि अब हामीले जे भयो नि भइसक्यो। अब काम भोलिको एउटा काम छ। भोलि म सभा बजार जाँदैछु। सभा बजार अनि हाम्रो जाजरको ग्रुपको खतरनाक एट्र्याक्टिभ ठाउँ होइन। त्यसैले म अब थला बजार गएर त्यहाँ होइन डकुमेन्टहरू मिलाएर पढ्ने हो गएर गाइजहरू। आजलाई यति गरौँ। च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। म गाउँ घरतिर मलाई अरू यताउताको बाहिर फेक न्युजहरू देखाउन राम्रो लाग्दैन। गाउँ घरतिरको अङ्कल आन्टीहरू हजुरआमाहरूसँग गफका खाने होइन। लगाइदिनु। वेलकम टु माई युट्युब च्यानल गाइज होइन। अब उ भयो होइन, यताउता अब कामसाम सक्यो। अब घर जाँदैछु, भोक लाग्यो। गाउँतिर यताउता हडेरी मिल्दैन, त्यही भएर फेरि त्यो होटल मिल्दैन, फसल मिल्दैन। फेरि त्यही मान्छे जुठो लाग्यो क्या। हजुरआमाभित्र जुठो लाग्यो होइन। अब जुठोमा खानेकुरा भएन। त्यसैले मम्मीले ब्यागमा एकजना स्याउ हालिदिनु रहेछ भने मम्मीको माया हो क्या। त्यही भएर टोकेर हिँडिरहेको छु मम्मीको माया हो गाइजहरू। मम्मीको माया यस्तो हुन्छ, हेर्नु सक्नुहुन्छ। अहिले म यताबाट कार्यालय पुगेर आएँ। अहिले फेरि अहिले बिहान भेटिनु भएको अनि त्यसपछि यहाँ फेरि अब उहाँलाई फोन गर्ने भएर यहाँ नेट चल्ने हिँड्छ। पारि डाँडासम्म जाने भइरह। ए टक्क छोराहरूलाई हाल्नुलाई भेट्यो। छोराहरूको लागि के भन्ने भयो भन्नु न। दाइहरूलाई हाल्नुलाई, दिपकहरूलाई हाल्नुलाई घाँसमा चाहिँ कहाँ काट्नु के भन्ने मन लाग्यो छोराहरूलाई। उपाय निकाल्नु पऱ्यो। हुन्छ त छोराहरूले क्या पढाइहाल्यो क्या, आशीर्वाद दिनु पऱ्यो। आउने कहिले काहीँ भेटघाट गर्न आइदिनु भन्ने घट्ट कत्त लाग्यो त्यो हो। ल फाइनली गाइस फेरि म खुसी कि होइन। बिहान म उता जाँदाखेरि
फुलमा पनि भेटिनु भएको थियो उहाँले हामी छोराछोरी पुऱ्याउनु भएको थियो अहिले फेरि आएँ फेरि बिच बाटोमा फेला पऱ्यो होइन उहाँले मलाई के आशीर्वाद दिनुभयो भने छोराहरूको प्रगति होस् यताउता होस् भन्नुभयो होइन अब हुन्छ नि जे भयो नि मदर भने मदर आमा भने आमा होइन त्यसरी छोराको सम्झना त आइहाल्छ नि नआउनु त्यसको लागि भनेर अहिले चाहिँ भाग्यवश दुर्भाग्यवश अहिले उहाँको छोरा चाहिँ अहिले अनलाइन भएन छ त्यसरी फोन गर्न पाइएन त्यसैलाई मैले फोन चाहन्छु बेलुका घर आउने घरमै आइदिनु सोचिरहेको छु उहाँको किनकि मलाई फेरि एउटा आमा छोराबिच कुरा गराइदिनु बहुत खुसी लाग्छ क्या त्यसैले बेलुका घर आइदिनु गरेको छु अहिले मैले पनि लगभग म मेरो यात्रा आजको यात्रा सकिसकेको छ गाइजहरू लगभग म गाउँभित्र छिरिसकेको छु मेरो गाउँको एरिया भित्र छिरिसकेको छु सो अब भोलिको यात्रा 6 बजारदेखि जाजरकोट सियारा मरुती हुँदै दशहरा 6 बजारमा हुनेछ मेरो यात्रा अनि अब आजलाई यति गाइजहरू लाइक सब्सक्राइब हान्दिनु होला थ्याङ्क यू सो मच खोला चल्यो सिरी हेलो गाइजहरू हामी लगभग घर पुगिसकेका छौँ हेलो टोलीहरू के हुँदैछ खै एउटा छोरी समाज लाग्दैन लाजमा आयो टोली कला हो होइन मर्पिङ बिचमा मजेरी लसुन नछुने हुन्न क्या हो कहीँ बारीमा गइयो कडा चोरियो ल्याइयो खाइयो कुहिँदैन कुहिँदैनन् म कुहाउने सोचौँ फेरि होला खुबै मिठा हुँदा हुन्छ खुबै मिठा हुँदैछ नि अब चोरी खायो भन्ने लुची खायो भन्ने फाइनली पुग्यो गाडी छ बाटो यहाँसम्म त्यो ठाउँ पारीबाट पुग्यो यहाँसम्म लगभग धेरै छ माथिसम्म होइन घाम सुपिन रहेछ माथि